आधा घन्टा त लाग्दैन भयो मुसी तिमीलाई माथि जाँदा कस्तो भएको थियो अरू हो र निस्किन त निस्किन नि अगाडि अगाडि चाहिँ हिँड नि तिमीलाई बाघले खान सक्छ भने म पछाडि बसिराखु तिम्रो कपाललाई त म देखाइहाल्छु अरू केही छ तिमीले भन्नु अब अर्कोचोटि आउने कि नआउने पुरै दिन यहीँ सैलुङमै बस्ने गरेर नि त ट्राभल एजेन्सीमा भन्दा अब के अरे आफै आउँदा राम्रो होइन तर माथि यहीँ माथिसम्म आउनलाई फेरि गाडी नआउँदो रहेछ नि त सैलुङ आउने तीर्थयात्रीहरूलाई म के भन्न चाहन्छु भने अगाडि जाऊँ त्यसपछि सुलुलु अब सुलुलु भनेको त काट्नु पर्यो कि कसले यिनीहरूले भन्दै गर्छन्